दर्शकबिन नमस्कार। यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु हाम्रै युट्युब च्यानल जिएस भ्यूमा। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी हामीसँगै जोडिनुहोला। आजको भिडियोमा हामी चर्चा गर्न गइरहेका छौँ द भोइस अफ नेपाल सिजन 7 का कोचहरूको पारिवारिक जीवनको बारेमा। भिडियो पक्कै पनि जानकारीमूलक रहनेछ भन्ने आशा लिएको छु। अब ढिला नगरी लागौँ आजको कुराकानीतर्फ। भिडियोको सुरुवात गरौँ द भोइस अफ नेपाल सिजन 7 का कोच तथा लाखौं दर्शक श्रोताका लोकप्रिय गायक प्रमोद खरेलको। भारतको आसाममा जन्मिएका प्रमोदको परिवार प्रमोद जन्मेको 1 वर्ष नपुग्दै झापा झरेका थिए। त्यसैले प्रमोदलाई झापाली गायकको रूपमा हामी चिन्ने गर्दछौँ। पढाइमा निकै अब्बल प्रमोदले केमिस्ट्रीमा एमएससी गरेका हुन्। साथै 7 वर्ष जति शिक्षण पेसामा समेत आबद्ध रहेका थिए। पछिल्लो समय गीत सङ्गीतमा व्यस्त प्रमोदले झन्डै 3000 को हाराहारीमा गीत सङ्गीत दर्शकमाझ प्रस्तुत गरिसकेका छन्। उनका केही लोकप्रिय गीतहरूमा यो कुरा गोप्य, म बाँचेकै, ओइ झुमा, सुनकै दरबार लगायतका गीतहरू पर्दछन्। पछिल्लो समय द भोइस अफ नेपालमा आबद्ध प्रमोदले योभन्दा अघिल्लो सिजनहरूमा समेत कोचको रूपमा काम गरिसकेका छन्। प्रमोद द भोइस अफ नेपाल सिजन 2, सिजन 3 का विनर कोच समेत हुन्। त्यस्तै द भोइस अफ किड्स समेत कोचको रूपमा प्रस्तुत भएका कोच प्रमोद द भोइस अफ किड्स सिजन 1, सिजन 2, सिजन 3 का विनर कोच समेत हुन्। अब कुरा गरौँ कोच प्रमोदको पारिवारिक सन्दर्भ विशेष। आजभन्दा 15 वर्ष अगाडि विवाह बन्धनमा बाँधिएका प्रमोदको श्रीमती हुन् दिपा सिटौला। प्रमोद र दिपाका 2 सन्तान मध्ये एउटा छोरा र एउटा छोरी रहेका छन्। कुरा गरौँ द भोइस अफ नेपाल सिजन 7 की एक मात्र फिमेल कोच तथा लोकप्रिय गायिका मेलिना राईको बारेमा। 10 वर्षको उमेरदेखि नै साङ्गीतिक यात्रामा होमिएकी मेलिना राई पहिलो गीत 12 वर्षको उमेरमा नै रेकर्ड गरेकी थिइन्। पारिवारिक पृष्ठभूमिले पनि मेलिना राई गीत सङ्गीत क्षेत्रमा होमिन प्रेरित गरेको थियो। बुवासँगै गीत सिक्दै अगाडि बढेकी मेलिना सुरुवाती दिनहरूमा कोरस गायिकाको रूपमा मात्र परिचित थिइन्। जब मेलिनाको कम्मरमाथि पटुकी बुलको गीत लाखौं दर्शकमाझ लोकप्रिय बन्यो, त्यसपछि मेलिना एकाएक चर्चाको शिखरमा पुगिन्। हजारौं गीतहरूमा आफ्नो स्वर दिइसकेकी मेलिनाका केही लोकप्रिय गीतहरूमा कुटुमा कुटु, प्रेम नलाउनी, कसरी कसरी, माया बिरानी, नाच फेरिरी लगायतका थुप्रै गीत सङ्गीत पर्दछन्। मेलिनाको स्वर रहेको म्युजिक भिडियो कुटुमा कुटुलाई नेपालमा सर्वाधिक धेरै पटक हेरिएको भिडियोको सूचीमा पर्दछ। आजको दिनसम्म झन्डै 230 मिलियन अर्थात् 23 करोड भ्युज उक्त भिडियोले बटुलेको पाइन्छ। पछिल्लो समय गीत सङ्गीतमा नै आबद्ध मेलिना द भोइस अफ नेपाल सिजन 7 मा आबद्ध छिन्। यो सोमा उनलाई पहिलो पटक मात्र नभई योभन्दा अगाडि पनि कोचको रूपमा आबद्ध हामी देख्न पाइरहेका थियौँ। द भोइस अफ नेपाल सिजन 7, द भोइस अफ किड्स सिजन 3 र सिजन 4 मा समेत प्रस्तुत भइसकेकी छिन्। साथै मेलिना द भोइस अफ नेपाल सिजन 4 की विनर कोच पनि हुन्। खैर जे होस्, कुरा गरौँ गायिका मेलिनाको पारिवारिक जीवनबारे। मेलिना गत वर्ष 2081 साल माघ महिनामा विवाह बन्धनमा बाँधिएकी थिइन्। मेलिनाका श्रीमान हुन् ध्रुव गुरुङ। मेलिनाका श्रीमान पेसाले ब्रिटिस आर्मी समेत हुन्। कुरा गरौँ द भोइस अफ नेपाल सिजन 7 का अर्का लोकप्रिय कोच राजु लामाको। राजु लामाको जन्मस्थान सिन्धुपाल्चोक जिल्ला हो। राजु सानै उमेरदेखि गीत सङ्गीत क्षेत्रमा लाग्ने चाहना बोकेका एक कलाकार हुन्। बाल्यकालमा सिन्धुपाल्चोकबाट काठमाडौँ छिरेका राजुले आफ्नो पढाइ पनि काठमाडौँमा नै पुरा गरेका हुन्। राजु काठमाडौँमा गीत सङ्गीतको यात्रासँगै ब्रिटिस लाहुरेमा समेत तयारी गरिरहे, तर ब्रिटिस लाहुरे त बन्न सकेनन्, तर नेपालका एक लोकप्रिय गायक बन्न सफल भए। राजु लामालाई लोकप्रिय बनाउने पहिलो एल्बम पर्खाइमा भन्ने थियो। 3 दशक गीत सङ्गीतका क्षेत्रमा बिताएका राजुका केही चर्चित लोकप्रिय गीतहरूमा पर्खाइमा, भिजो सिरानी, सायद तिम्रो बारेमा, सैलुङको मेला, झरनाको चिसो पानी, तिमीलाई देखेर लगायतका गीतहरू पर्दछन्। पछिल्लो समय राजु लामा द भोइस अफ नेपाल सिजन 7 मा कोचको भूमिकामा आबद्ध रहेका छन्। हुन त राजु लामालाई अघिल्ला सिजनमा पनि समेत देख्दै आइरहेका थियौँ।
राजु द भोइस अफ नेपाल सिजन 4 का विनर कोच समेत हुन्। साथै द भोइस अफ किडको सिजन 1 का समेत प्रस्तुत भइसकेका थिए। खैर जे होस्, कुरा गरौँ लोकप्रिय गायक राजु लामाको पारिवारिक जीवनबारे। राजु आजभन्दा 13 वर्ष अगाडि विवाह बन्धनमा बाँधिएका थिए। राजुले तिब्बतियन महिलासँग विवाह गरेका हुन्। राजुकी 11 वर्षकी एक छोरी समेत रहेकी छिन्। तर राजुले श्रीमती र छोरी दर्शकमाझ चिनाएका भने छैनन्। अब कुरा गरौँ द भोइस अफ नेपाल सिजन 7 का अर्का लोकप्रिय कोच खेम सेन्चुरीको। रूपन्देहीमा जन्मिएका खेमको बाल्यकाल रूपन्देहीमै बित्यो। खेम कक्षा 5 को अध्ययन सकेर भारततर्फ लागेका थिए। बुवा आमा भारतमै बस्ने भएकोले खेमले 3-4 वर्ष भारतमै बिताए। फेरि पछि खेम नेपाल फर्किएर रूपन्देहीबाटै एसएलसी दिए। सानैदेखि कलाकार बन्ने सपना बनेका खेमले एसएलसी दिएर कला क्षेत्रमा प्रवेश गरे। लोकगीतका साथै अन्य गीतहरूमा रुचि राख्ने खेमले अग्रज गायकहरूका गीत सुन्ने, गुनगुनाउने र सिक्ने प्रयास गर्दथे। गीत सङ्गीतमा 1.5 दशक बिताइसकेका खेमका केही उत्कृष्ट गीतहरूमा मायालाई पानको पात, सुर्ती मार्दा मार्दै, रमरम मरौती, नमस्ते ढोकदिया लगायतका थुप्रै गीतहरू पर्दछन्। पछिल्लो समय खेम द भोइस अफ नेपाल सिजन 7 मा कोचको रूपमा प्रस्तुत भइरहेका छन्। खेम द भोइस अफ नेपाल सिजन 6 का विनर कोच समेत हुन्। खैर जे होस्, खेम सेन्चुरीको पारिवारिक जीवनबारे कुरा गर्दा आजको दिनसम्म खेम अविवाहित नै छन्। भिडियोको अन्त्यमा कुरा गरौँ द भोइस अफ नेपालका होस्ट कार्यक्रम सञ्चालक सुशील नेपाल। सुशील नेपालको जन्मस्थान काठमाडौँ जिल्ला हो। सुशील नेपाल पढाइ लेखाइभन्दा पनि घुमफिर गर्न, रमाइलो गर्न निकै रुचि राख्ने चञ्चले स्वभावका व्यक्ति हुन्। काठमाडौँमा औपचारिक शिक्षा लिएका सुशीलले कलेज पढ्दै गर्दा टेलिभिजनमा आबद्ध भइसकेका थिए। आजभन्दा 3 दशक अगाडि नै सुशील इमेज टिभी च्यानलमा आबद्ध भइसकेका थिए। यो सँगै थुप्रै कार्यक्रममा होस्टको रूपमा समेत काम गर्ने गर्दथे। डान्सिङ रियालिटी सो, क्विज सो, सिङ्गिङ सोहरूमा होस्टको रूपमा प्रस्तुत भइरहने सुशील नेपाल नेपाल आइडलको होस्टको रूपमा पनि काम गर्ने अवसर पाए। त्यसपछि आफै केही गर्नुपर्छ भनी अगाडि बढेका सुशील द भोइस अफ नेपाल सिङ्गिङ रियालिटी सो भित्राए, जुन सो भित्राउन सुशीलले निकै ठुलो भूमिका निर्वाह गरे। जुन सो छोटो समयमै दर्शकमाझ निकै लोकप्रिय बन्न पुग्यो। लक्ष्मण पौडेलको निर्देशनमा प्रस्तुत हुने द भोइस अफ नेपालमा एउटा नाम निर्माताको रूपमा सुशील नेपालको पनि आउने गर्दछ। सुशील सिजन 1 देखि नै होस्टको रूपमा दर्शकमाझ प्रस्तुत भइरहेका छन्। अब कुरा गरौँ सुशील नेपालको पारिवारिक जीवनबारे। सुशील विभिन्न टिभीहरूमा काम गर्दै गर्दा, कलेज पढ्दै गर्दा विवाह बन्धनमा बाँधिएका हुन्। आजभन्दा 3 दशक अगाडि विवाह बन्धनमा बाँधिएका सुशीलकी श्रीमती हुन् जोलिसा वाग्ली नेपाल। सुशील 19 वर्ष, जोलिसा 16 वर्ष हुँदा पहिलो सन्तानको रूपमा छोरी पाएका थिए। सुशील र जोलिसाकी एकमात्र छोरी हुन् अक्सना नेपाल। भिडियो हेरेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। भिडियो मन परेमा लाइक, सेयर, सब्सक्राइब गरी साथ दिनुहोला। धन्यवाद।